हेलो एभ्रिवान वेलकम ब्याक माई न्यू एपिसोड 11 अनि ल गाइज अगाडि हेर्नु न सिन हेर्नु न कस्तो दामी ब्युटिफुल के कस्तो दामी आएको हौ खतरा है प्लेस हेर्नु न कस्तो दामी आएको प्लेस हेर्नु पहिला यो चाहिँ हाम्रो कुस्मा है त्यो भन्छ अहिले चाहिँ यो धान रोप्ने सिजन हो असारको महिनामा हाम्रो ब्रदर चाहिँ खतरा है किनकि के भयो आन्टी हाम्रो आन्टीहरू चाहिँ एकदम गुड हुँदो रहेछ है किनकि यहाँ हेरी हेरी हाँस्नु भयो बिचरा यस्तो घाममा हेर्नु न घाम कस्तो भयो भनेर यस्तो घाममा यसरी काम गर्नुभयो खतरा मेहनतिलो है रेस्पेक्ट मदर मेरो मम्मीहरू जस्तो हुनुहुन्छ यतिको उमेरमा यतिको काम गर्यो भनेको खतरा हो कि हाम्रो अङ्कलले देखिराख्नु भएको हेलो के छ हाम्रो ब्रदर है खतरा हाम्रो आन्टीहरू यहाँ हुनुहुन्छ ल बाई अङ्कल बाई अब हामी फेरि उहाँ जानुपर्ने हुन्छ यार तनाव छ जिन्दगी ओइ यो चाहिँ अघिदेखि पछि पछि लागिरहेको कि यो मेरै पछि पछि लागिरहेको उहाँ यो चाहिँ हाम्रो होटलमा आइरहन्छ है अनि हामीले चाहिँ हड्डी सड्डी दिन्छौँ त्यो काजल लाग्यो होला भनेर अनि यो पछि पछि लागिरहेको भनेर ओइ अनि आज चाहिँ म कपाल काट्न जानुपर्ने हुन्छ चिलपाडामा हल्का घटाउनु पर्ने हुन्छ होइन यो चाहिँ म कुस्मामा छु है गाइज चारैतिर भ्यू हो त्यही हो गाइज मेरो भिडियो चाहिँ कस्तो लाग्छ हजुरहरूलाई लाइक कमेन्ट सेयर गर्नु होला है अनि यसो सपोर्ट पनि देखाउनु होला गाइज म अहिलेसम्म 5 मिनट भइसक्यो हिँडेको है यो बाटो चाहिँ फेरि उहाँ छ कि मतलब प्लास्टिक ग्राभेल के भर्खर बन्दैछ हेर्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ अनि हाम्रो कम्पनीको भ्यान चाहिँ यताबाट आउँदै रहेछ मैले चाहिँ सोधेको कतिखेर आउनुहुन्छ दाइ भनेर म सँगै जाऊँ भनेर अलिक गेस्टहरू लिएर आउँछु भन्न थालेँ ठिकै छ त्यति बेरसम्म म नि हिँड्दै गर्छु होइन गाडी भेट्यो भने म त्यहीँ माथिबाट गाडी चढ्छु अनि एउटा ठाउँ चाहिँ यहाँ लास्टै गाह्रो हो कि त्यो उकालो हो अहिले थाकिसक्यो यार त्यो उकालो चढ्दाखेरि त बिजोग हुन्छ यस्तो ठाडो उकालो छ कि यो चाहिँ हाम्रो त्यहाँ जानुपर्छ कि यो अगाडिको डाँडातिर है म त्यहाँ गएर तपाईँहरूलाई देखाउँछु है हेर्दै जानु होला फोक्सै नै बाहिर निक्लेर जस्तो हुन्छ कि स्याहाँ स्याहाँ भएर बाटो ग्राभेल छ मस्त चिलपाडामा छन् केही छैन त्यही नि चढ्नु पर्ने हुन्छ यहाँ आयो है मैले त्यो अघि जुन अघि नै भनेको ठाउँ चाहिँ हेर्न सक्नुहुन्छ अब अझै म हाइवे आइपुगेको छैन यो चाहिँ अब हाम्रो उकालो अहिले सास फुल्न पनि थालिसक्यो चढ्नुभन्दा अगाडि हेर्न सक्नुहुन्छ यो चाहिँ बाइक गएको स्लोमा भ्यू त यहाँ त खतरा देखिन्छ त अब यत्रो उकालो चढ्नु पर्ने हुन्छ होइन अनि यहाँ चाहिँ हाम्रो हार्ने जिप लाइन एडभेन्चर रिसोर्टको पोस्टर रहेछ ठिकै छ भ्यूहरू हेर्न सक्नुहुन्छ कस्तो बवाल छ है सब स्मोक टाइपको अनि के आयो हाम्रो गाडी आएको हो कि के हो बाइक होला सायद थाक्यो गाडी चाहिँ जस्तो फाइनली है यत्रो तलबाट माथि आइयो अनि अब हल्का हो अब यहाँ हाइवे आउँछ यो चाहिँ यस्तो टर्नेपछि हाइवे हो स्याहाँ स्याहाँ भयो यार फाइनली गाइस थाक्यो यार स्याहाँ स्याहाँ भएमा मैले टुक्कु टुक्कु काट्दैन होइन घटाउँदै जानु यो इक्वल्टी हुनु भएन कपालहरू चाहिँ लामो छोटोमा चाहिँ तपाईँ टुक्कु टुक्कु काट्दै घटाउँदै बुझ्नु होला नि यसरी हेरौँ अनि कस्तो हुन्छ
तपाईँले गएर हेर्नु बिफोर आफ्टरमा भिडियोमा गएर हेर्नु होला है कस्तो भाइ मैले यत्रो ठाउँ खोजेँ तर यहीँ पाएँ क्या यस्तो यो ठाउँ चाहिँ मैले राम्रो चाहिँ यहीँ पाएँ कि यत्रो ठाउँमा चारेँ अझै घटाउनु पर्ने हो कि जस्तो लाग्छ ठिक हो कति भन्नुभयो दाइ 250 गाइस फाइनली अब म चाहिँ फेरि यस दाइले चाहिँ मिलाएर काटिदिनु भयो है अरू ठाउँमा त दाइ लास्ट टाइम महँगो लिने कि मेरो कपाल काटेको 400 500 त्यो कैँचीले काट्थ्यो होइन तर तपाईँले चाहिँ मिलाएर ल्याइदिनु भयो 250 हाम्रो ठिकै छ गाइस अब चाहिँ हामी लाग्छौँ तपाईँलाई जाँदाखेरि यहाँको हल्का मार्केटहरू पनि देखाइन्छ है सुषमाको कस्तो मार्केटहरू छ भनेर फाइनली गाइस यो चाहिँ हाम्रो कुस्माको मार्केट है कुस्माको मार्केटमा चाहिँ यस्तै यस्तै छ कपडाहरू हेर्नु सक्नुहुन्छ पुरै कपडा यहाँदेखि लिएर पछाडिसम्म पुरै मार्केटहरू छ यहाँ चाहिँ फोटो गर्ने सक मलाई यो होइन अस्ति मैले कहाँबाट लिएको थिएँ हामी मलाई त्यो एक्ज्याक्टली थाहा भएन है यसो लङकटहरू यहाँ पनि होइन अझै उतै हो क्या सबै अन्त यो चाहिँ हाम्रो पुरै तलैसम्म छ है मार्केट चाहिँ सो नङ्कटहरू दिनु न नङ्कटहरू पाइन्छ यहाँ चाहिँ हाम्रो यस्तो कस्मेटिक पसल रहेछ म नि फर्स्ट टाइम आएको यहाँ यसो घुम्नको लागि हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ कपडाहरू पनि राम्रो राम्रो रहेछ पसलको नाम के हो आन्टी तपाईँको बाहिर यस्तै छ के भन्नुभयो मलाई चाहिँ नङ्कट चाहिएको थियो अनि कति हो आन्टी यसको 100 रुपियाँ ठिक छ म चाहिँ अस्ति नै आएको थिएँ त्यति बेला आन्टीहरू हुनुहुन्थ्यो यो दिनु अनि तपाईँको डोपहरू छ र डोप स्याम्पूहरू सो हेरौँ न पहिला कति कति प्राइससम्मको छ हाम्रो चाहिँ आयो है अब जान चाहिँ कहाँ जाने मैले त्यो ठाउँको नामै बिर्सिदिएँ कि अब टेन्सन अब बाजेलाई सोधेको बाजेलाई नथाहा रहेछ सायद हाम्रो माइक्रो पनि जान्छ होला है माइक्रोलाई सोधौँ एकचोटि सायद यो माइक्रो पनि जान्छ जस्तो लाग्यो मलाई एकचोटि सोध्छु है त दाइ यो बन्जी साइडतिर जान्छ जान्न है यो चाहिँ कहाँ जाने बागलुङ जाने त्यतै जाने हो कि दाइ म बिचमा झर्ने हो बिचमा झर्ने हो कि बिच बाटो ए होइन यो बन्जी जाने होइन क्या त्यो भन्दा नि अझै उता एउटा रिसोर्ट छ नि हार्ने जिपलाइन रिसोर्ट यो यिनीहरू जाने हो ल ठिक छ हामी फेरि अगाडि जानुपर्ने हुन्छ सायद यो बस होला जस्तो लाग्यो मलाई चाहिँ यस्तो ठाउँ चाहिँ बवाल रहेछ यो अब हेर्दै जाऊँ यो पनि अघि आएको ठाउँ हो फेरि रिटर्न दुईचोटि रिटर्न भइसक्यो म यहाँबाट चाहिँ अब यो बस जान्छ कि जान्न ट्राई गर्छु एकचोटि सायद यही बस होला वेटिङमा छ गाडी नरहेछ यार त अब हामी जाने चाहिँ कहाँमा जस्तो एकछिन यहीँ बस्छौँ है हेरौँ के हुन्छ अगाडि जाऊँ यहाँमा धेरै डुला यहाँमा आज त म धेरै घुमेँ यहाँ यो चाहिँ हाम्रो कुस्मा बजार यो कुस्मा बजार हो दाइ मेन दाइ कुस्मा बजार मेन बजार हो नि है हेर्न सक्नुहुन्छ अब चाहिँ यताबाट बागलुङ जान्छ है म चाहिँ गाडीको वेटिङमा छु सायद यो गाडीमा कोही पनि छैन भनेर गाइस अहिले म चाहिँ बसमा छु है पछाडि हाम्रो 4 जना सिस्टर उहाँहरूलाई चाहिँ म हल्का बोरिङलाई इन्टरटेनमेन्ट गर्छु है हाम्रो राम्रो राम्रो सिस्टरहरू हामी चाहिँ सिजर पेपर र खेल्छौँ ल अनि जसले जित्छ त्यसले चाहिँ एउटा पुरस्कार पाउँछ मबाट है सकिन्छ यहाँ बस्नु ल है त सिजर पेपर र तिमी खेल्दैनौ ल हाम्रो बहिनीले जित्यो के चाहियो के दिनुहुन्छ आफूलाई जे दिए नि हुन्छ त्यो लागि
तिमी चाहिँ लक्की नरहेछ है। हाम्रो यो पनि खेलेन, हाम्रो पनि चाहिँ खतरा लक्की रहेछ। ल म चाहिँ तिमीलाई के दिन्छु भने एकैछिन है, केही छैन हाम्रो। तिम्रो खबर लाओस् है। फाइनली गाइज हाम्रो बहिनीले चाहिँ डोभको कन्डिसनर जितेको छ। सानो गिफ्ट। अनि तपाईँको नाम के हो? तपाईँको आशिका। तिम्रो बहिनी? तिम्रो त के अरे मैले बिर्सेँ। ल बगाल भयो है। यसो सब्सक्राइब पनि हानाइदिउँ होइन, गेम मात्रै खेलेर पनि भएन। त्यही हो, आज कुस्मा बजारहरू घुम्यो अनि त्यही हो, आजको दिन छुट्टी पनि यसरी नै गयो। अनि आज बसमा चाहिँ म लास्टै बोरिङ भइरहेको थिएँ, अनि यसो बहिनीहरू पनि देखेँ होइन। अनि उहाँ गएर सिजर पेपर र खेलेको, तर हारेँ यार, फर्स्ट टाइम खेलेको पनि केही छैन। तर बहिनीहरू चाहिँ राम्रो राम्रो थियो है। कस्तो लाग्यो? नराम्रो केही नसोच्नु होला उहाँहरूको बारेमा। थ्याङ्क यू फर वाचिङ गाइज। अनि त्यो भन्दै म बिदा हुन्छु। त्यही त हो होइन, अब मेरो मोबाइलमा पनि ब्याट्री डाउनै छ। अब चाहिँ म यहाँबाट सुइसी जान्छु, लगभग मलाई लाग्छ यस्तै 5-6 मिनट। अनि त्यही हो, भोलिको भ्लगमा भेटौँला। थ्याङ्क यू फर वाचिङ, किप सपोर्ट है गाइज एभ्री वान, सी यू। कस्तो राम्रो हाँसको बच्चा।